गरी जाऊ अयो भिडियो देखेपछि तिनीहरूलाई कति भयो अन्छु तिम्रो विनोद बेलुका लुट दिनु पर्यो नि त बिस्तारै एउटा कुरा भन्छु भने लाने कि होइन आने हेलो एभ्रिवान नमस्ते लासो स्वागत छ साथीहरू हजुरलाई बाइबल फ्यामिली अफिसियल भागमा म हुँ अस्मिता गुरुङ वाइबा आई होप कि हजुरहरू उता सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै छु आज चाहिँ मैले ब्लग किन स्टार्ट गरेको भन्दाखेरि आज चाहिँ हाम्रो फ्यामिलीमा चाहिँ वाइबा फ्यामिलीमा चाहिँ बिहेको रमझम भइरहेको छ साथीहरू त्यही भएर चाहिँ मैले यो ब्लग स्टार्ट गरेको हो सो गाइज आज चाहिँ कसको बिहे भनेर हजुरहरूले सोच्दै हुनुहुन्छ होला आज चाहिँ हाम्रो वाइबा फ्यामिलीको भाइको बिहे छ मतलब मेरो देवरको बिहे छ त्यही भएर चाहिँ हामी बिहेमा जान्छौँ साथीहरू के कस्तो हुन्छ भिडियो हजुरहरूलाई देखाउनेछौँ हेरिदिनु होला अनि हाम्रो भिडियो हेरेर इन्जोय गरिदिनु होला साथीहरू सो गाइज अब चाहिँ रेडी हुन्छौँ हामी सो गाइज अब चाहिँ हामी रेडी हुन गएको रेडी हुने ल छोरी अब सो गाइज म चाहिँ रेडी भइसकेँ अनि यहाँ नानी पनि रेडी भइसक्यो सो गाइज हामी चाहिँ यहाँ रेडी भइसक्यो होइन अब हामी चाहिँ जन्ती गाउँबाट आउँदैछ गीत बज्यो अनि गाउँबाट जन्ती आउँदैछ साथी हामी चाहिँ त्यहाँनिर बाटोमा भेट भएर जन्त जान्छौँ हेरिदिनु होला सो गाइज हामी चाहिँ रेडी भइसक्यौ बेमा जानलाई जन्त जानलाई भाइको बिहे कपिलको बिहा सो गाइज घरको सबैजना चाहिँ माथि गाउँमै जानुभएको छ बाबु पनि गाउँमै गएको छ होइन त्यही भएर चाहिँ हामी तिनजना मात्र घरबाट निस्किन थालेको जन्ती आइपुग्न थाल्यो रे साथीहरू अब चाहिँ हामी जान्छौँ बाई बाई अहिले एकछिनमा भेटौँला हेलो वेलकम वेलकम हिरो देखाएको छ मेरो साङ्गेलाई चाहिँ झन् कति लाम्ने देखे त केटी पाइ सो गाइज हामी चाहिँ बेहुलाको गाडी कुर्दैछौँ यहाँ आएर जनताको बस चाहिँ उहाँ छ साथीहरू हामी यता छौँ शीतलमा बसेछौँ कुरेर बसिरहेछौँ सँगै हेलो हेलो काकुलाई पनि हेलो हेलो बेहुला कता हो बेहुला कता हो खै आउँदै होला नि त्यो बस त उहाँ छ अब जानुपर्छ भाउजूलाई नाच्नै आउँदैन हो बस आइपुग्यो गाइज बस यहीँ रोक्नला होला हेलो आइपुग्यो हेलो यता जमामा पनि बेहुला गाडी चाहिँ अघि अघि गइसक्यो
खादा झरे खादा हेलो नवराज, हेलो विशेष, बिना हेलो धन्डी बिस्ती नलाइदिनु मामु भन भने होइन हेलो भाउजू, स्वागत छ। कसो भइरहेछ त? रमाइलो देवरको बिहेमा काकी आउँदा कस्तो भइरहेछ नानी? खुसी खुसी जाउँ। काका उदाले भाइ लाग्यो कति राम देखायो क्या हाम्रो है अन्सुलाई। हाम्रो यहाँ छ हिरो भोलि पर्सिको डान्सर पैसा कमाउँ भनेर अघि आएर पैसा मलाई यहाँ पानी त के भयो बेबी? के भयो? झ्याउ लायो? तिमी सुतेन क्या हो राति माथि गाउँमा? सुत्यो हो? अनि किन झ्याउ अल्छी लायो त? त्यत्रो समय हो तिमीलाई चाहिँ के भयो? के अरे लिपेको भरे माटोले लिपेको कहाँ रहेछ? माथि बाजे घर देख्यो वहाँ के मन्डुको बाजे कि काठको घर चाहिँ देख्यो कि देखेन? माथिपट्टि कि माम्रो बाजे बित्नु भयो नि हो त्यो घर चाहिँ देख्यो कि देखेन? त्यो माथिपट्टि छ नि त हो। अब भोलि हामी जाने अनि देखाइदिन्छु ल। ल तिम्रो गाउँ
त्यसको निम्ति तपाईँ अब मेरो शिरको फुल चाहिँ कहिले पनि नझरोस् भन्ने भावना गरेर 3 चोटि गर्नुपर्छ है त लो ल आज हामी कपिङमा बे आएको छैन कस्तो लागिरहेको छ ल रक अनि के त भन्नु कस्तो लागिरहेको कस्तो भइरहेको सुरज अब कपिलको बे भयो तेरो कहिले मेरो टाइम लाग्छ यहाँ यस्तो यहाँ हुन्छ भाइले पालो काट्ने भने सुनिरहेको छ भाइले पालो काट्ने हो रे ओइ विनोद भाइले पालो काट्ने भन्दैछ तेरो भाइले पालो काट्ने भन्दैछ के गर्ने के पाउँछ अरे किन दुःख पाउँछ है बेगर दुःख पाउने कपिल किन बे अरे पालो काटे छैन नि त कपिललाई यसले पहिला बे गर्यो भने के गर्ने यसलाई यो त माफी त माग्नु पर्यो नि त ल म पालो काट्दिनँ पालो काट गाईको बेना का भाइले बेना ल है ल दुईजना जल्दो बल्दी दुइटै बाँकी छ अब है ल वा कति राम्री हो बहिनी आमा ल सबै आफ्नै छ यता हेलो 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 साङ्गे हेलो 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 होइन होला है आमा फोटो त कस्तो राम्रो भिडियोमा झन् राम्रो फोटो पनि बोल्ला जस्तो भइरहेको चाहिँ आमा हेर्नु त फोटो सेसन हुँदैछ यहाँ फोटो सेसन साथीहरू हेर्नुहोस् थकित अवस्थामा नाच्दैछ साथीहरू यता नाच्नु नराम्रो काका
डान्स गर्न जान्दैन वा यहाँ दाइलाई बिमल दाइलाई काका ओ काका डान्स दिनु न साङ्गे न टिकटाला हुँदैन त टिकटाला भागेर सबै भन्दा हामी यहाँ बसिरहेको छौँ बिन्दास 12 मान्छे बुढाबुढी बाबु नानी नानी कहाँ गयो काम गरिहाल्छ टलक्क टल्कियो मलाई तिमी साह्रै मन पर्यो टलक्क टल्कियो मलाई तिमी साह्रै मन पर्यो हावा पनि त्यस्तै आएर हावा कि छुके आज मौसम से रुकिदे है मेरो आमा त राम्रो हो तिमी साँच्चै राम्रो सो गाइस हामी चाहिँ अब पुलाउ खान थालेको दाल पुलाउ दाल अचार म्याक्रोनी र के हो यो राजमा सलाद छ
यो भिडियो देखेपछि तिनीहरूलाई हत्तेरी कसैली में पता डाले 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 हामी नाच्न गएन अनि त्यही भएर दिदीलाई साथी त चाहियो रुकुमै गोटा
भयो अन्छु तिम्रो तिमीहरूलाई एयर ड्रप गर्न आउँछ विनोद बेलुका लुट दिनु पर्यो नि त बिस्तारै एउटा कुरा भन्छु भने लाने कि होइन आने के गर्ने म अन्छु 5,000 को अब भन न तिम्रो प्लान सुनौँ न हामी पनि सोचेर भन त घुम्न जाने हो कहाँ जाने घुम्न चाहिँ मेलामा 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 गएर हाम्रो पनि टिकट काटिदेऊ है त हाम्रो पनि टिकट काटिदेऊ ल टिकट काट्ने होइन कि एउटा टिकट कल पनि अनि ए यस्तो सर काम चाहिँ गर्दैन तिमी शीर्ष त नि तिमी त अड्दैन होला नि ठुली भइसक्यो नि त रिसाइसक्यो हाम्रो अन्सु है नरिसाऊ है नरिसाऊ यस्तो होइन यस्तो यो 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 लास्ट फङ्सन हुँदैछ लास्ट होइन अब सक्यो होइन घर गएर निकाल्छ होला लुट्यो अन्सुलाई लुट्यो लुट्यो आमा पैसा के भयो त्यहाँ बाई बाई बाटो छेक्ने रे कहाँ बाई बाई अनि हामी भोलि भेट्ने आजलाई यति नै हो होइन हामी भोलि पार्टीमा भेटौँला भोलि ग्रान्ड पार्टी होइन ओके ओके पर्मिला अघि नाच्नु भएन अहिले पनि नाच्नु भयो म भोलि ढोक्ला नि त चेडी सासूलाई भोलि बाई बाई ओके विकास को देखार विकास नसो मेरो दिदी नै पर्यो बाई बाई आमा भोलि भेट्यौँ भोलि आउनुहुन्छ नि धेरै रमाइलो गर्नु तपाईँहरूले
बाई 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 सो गाइज आजको भिडियो हजुरलाई चाहिँ कस्तो लाग्यो हामीहरू चाहिँ इन्जोय गऱ्यो आफूको हजुरहरूले पनि इन्जोय गर्नुभयो होला आजको भिडियो चाहिँ अब यहीँ इन्ड गर्छु साथीहरू बाई बाई अर्को भिडियोमा फेरि भेट्छु गाइज